दाँत पहेँलो हुने कारण अथवा दाँत चाहिँ डिस्कलर भन्छौँ हामीले अंग्रेजीमा। किन हुनुको कारण के हो भने त्यसलाई चाहिँ हामीले दुई भागमा विभाजन गरेका छौँ। एउटा इन्ट्रिन्सिक फ्याक्टर, एउटा एक्सट्रेक्सन फ्याक्टर भनेको। इन्ट्रिन्सिक फ्याक्टर भनेको दाँतको भित्री भागमै कुनै समस्या छ भने दाँत डिस्कलर हुन्छ। जस्तै कुनै बिरामी ठोकिएर दाँत भाँचिएको छ भने दाँत डिस्कलर हुन्छ। कसैको उमेर बढ्दै गएपछि दाँतको बाहिरी पत्र इनामेल जाँदै क्रममा चाहिँ दाँतको भित्र डेन्टिन जुन पहेँलो पत्र देखिन्छ त्यसपछि दाँत डिस्कलर भएको देखिन्छ। अर्को कारण के हुन्छ भने कुनै कुनै बालबालिकाहरूले चाहिँ सानो उमेरमा चाहिँ एन्टिबायोटिक जस्तै डक्सिसाइक्लिन, टेट्रासाइक्लिन एन्टिबायोटिकहरू सेवन गरेको अवस्थामा पनि के हुन्छ, दाँत डिस्कलर हुन्छ। यो चाहिँ इन्टेन्सिक फ्याक्टर हो। एक्सटेन्सिक फ्याक्टर जुन बाहिरी फ्याक्टर के हुन सक्छ त भन्दाखेरि जस्तै जो व्यक्तिहरूले धेरै कफीहरू पिउनुहुन्छ, चिया पिउनुहुन्छ, उहाँहरूमा चाहिँ दाँत चाहिँ डिस्कलर भएको हामीले देख्छौँ। अनि जसले सुर्ती सेवन गर्नुहुन्छ, त्यसपछि उहाँ खैनी गुड्खा खानुहुन्छ, उहाँहरूको नि हामीले डिस्कलर भएको देख्छौँ। र अर्को पाटो हेर्ने हो भने हामीले खाद्य खाने पदार्थ जस्तै बेसारहरू भयो, ब्लुबेरिजहरू जुन डिस्कलर गर्ने दाँतलाई त्यस्ता खाद्य पदार्थले डिस्कलर गर्छन्। र कुनै कुनै अवस्थामा हामीले लामो समयसम्म माउथवासहरू, क्लोरोहेक्सिडिन माउथवासहरू प्रयोग गर्ने क्रममा पनि दाँतहरू डिस्कलर हुन्छन्।